सिमाना बन्नु अघि, साम्राज्य जन्मिनु अघि तपाईका पुर्खाले पहिलो पटक आगो बाल्दा पनि तपाईको रगतले तपाईको भविष्य लेख्दै थियो। यो केवल रगत होइन, यो 1 लाख वर्ष पुरानो सर्भाइभल कोड हो। आउनुस्, आज तपाईं को बन्नुभयो भन्ने कुरा तपाईको रगतले बताइदिउँ। ओ पोजिटिभ, बाँच्नेहरूको रगत, पृथ्वीमा सबैभन्दा धेरै भेटिने, किनभने यही रगतले मानव जातिलाई सबैभन्दा धेरै पटक मृत्युबाट बचायो। आपतकालमा ओ पोजिटिभले ए पोजिटिभ, बी पोजिटिभ, एबी पोजिटिभ, ओ पोजिटिभ सबैलाई बचाउन सक्छ। यो अस्पतालको पहिलो उद्धारकर्ता हो। तर मूल्य छ। ओ टाइपको शरीरमा एच पाइलोरी सजिलै टाँसिन्छ, स्टमक अल्सरको जोखिम बढी। तर अचम्म के भने यसले दिमागलाई वृद्धावस्थामा पनि मजबुत बनाइदिन्छ। तपाईको रगतले शिकार जङ्गल सम्झन्छ र आज तपाईको दिमागलाई बचाइरहेको छ। ए पोजिटिभ, निर्माताको रगत, मानिस जङ्गलबाट खेतमा गए, त्यही दिन ए पोजिटिभ जन्मियो। भिड, फोहोर पानी, नयाँ रोग, ए पोजिटिभले सबैलाई समाना गर्यो। तर यसको ठूलो कमजोरी स्ट्रेस। ए पोजिटिभले कोर्टिसोल बढी बनाउँछ। हरेक समस्या, हरेक आवाज, हरेक डेडलाइन ए पोजिटिभले गहिरोसँग महसुस गर्छ। तपाईको पुर्खाहरू खेत बचाउन सतर्क थिए, त्यही अलर्टनेस अहिले पनि तपाईभित्र धड्किरहेको छ। बी पोजिटिभ, घुमन्तेहरूको छाप, दुईजनामा पनि एकजना हुँदैन। बी पोजिटिभको कथा सिमाना नभएका मानिसहरूको कथा हो। मध्य एसियाको घाँसे मैदानदेखि मध्यपूर्वका बजारसम्म बी पोजिटिभसँगै यात्राहरू बगिरहे। यसको इम्युन सिस्टम शक्तिशाली तर ओभर रियाक्टिभ, किनभने घुमन्ती जीवनको हरेक दिन एक नयाँ चुनौती थियो। तपाईको मेटाबोलिजम पनि पुरानो, दूध, मासु, मुभमेन्ट, चिनी पुरा आधुनिक खाना तपाईको कोशिकाको भाषा होइन। तपाईको रगत अझै भन्छ, अगाडि बढ, रोकिने छैन। एबी पोजिटिभ, परस्पर विरोधाभास। ए पोजिटिभ बी पोजिटिभको आधुनिक मिश्रण, सकारात्मक प्रकारमध्ये सबैभन्दा दुर्लभ। तपाईँ युनिभर्सल रिसिभर, जसबाट पनि रगत लिन सक्नुहुन्छ। तर स्वागत गर्ने स्वभावले कमजोरी ल्याउँछ। कसैकसैमा ई कोलाई, साल्मोनेला जस्ता संक्रमणको जोखिम बढी। र सबैभन्दा अचम्म, एबी पोजिटिभले वृद्धावस्थामा स्मरण शक्ति घट्ने पनि सम्भावना देखाउँछ। तपाईँ नयाँ युगको सन्तान, तर नयाँपनसँगै नयाँ जोखिम पनि। ओ नेगेटिभ, सार्वभौमिक दाता, 7% भन्दा पनि छैन। तर आपतकालमा सबैभन्दा पहिले खोजिने रगत यही हो। कसैलाई पनि दिन सकिने, तर आफैले कसैबाट लिँदा अत्यन्तै सीमित। उही गट इन्फेक्सनको जोखिम र आरएच कन्फ्लिक्टले गर्भावस्थामा ठूलो खतरा। तपाईँ मानवताको सेफ्टी नेट, तर आफैलाई बचाउन सधैँ कठिन। ए नेगेटिभ, दुर्लभ निर्माता, पृथ्वीको 2% भन्दा कम। ए टाइपको प्रतिरक्षा, ओ नेगेटिभ जस्तै आरएचको अभाव। डोनर पोल सानो र गर्भावस्थामा आरएच मिसम्याच भए झन खतरनाक। दुर्लभता कमजोरी होइन, यो एउटा मौन पहिचान हो। बी नेगेटिभ, हराउँदै गएको घुमन्ते, 1% मात्र। यो रगत भेटिनु नै कठिन। हिम्मत, आन्दोलन र एन्सेस्ट्रल टफनेस, तर आधुनिक चिकित्सा प्रणालीमा सबैभन्दा जोखिमयुक्त समूहमध्ये एक। एबी नेगेटिभ, छाया जस्तै रगत, सरै ग्रहमा 0.5% पनि छैन। रगत पाउन मुस्किल, तर प्लाज्माले सबैलाई बचाउन सक्ने। सिङ्गो मानव जातिको युनिभर्सल प्लाज्मा डोनर। तपाईँ सांख्यिकीक रूपमा अदृश्य, तर चिकित्सकीय रूपमा अमूल्य।